यत्रो गर्मीमा ज्याकेट लाएर कोही इज्जत खेल्न सक्छ त? सक्दैन नि फेरि। सो हे गाइज, वेलकम टु माई नेक्स्ट मिनी ब्लग। आज फेरि हामी खोलामा गएको, माइन्ड फ्रेस हुन्छ भनेर। अनि बहिनीले चाहिँ उतापट्टि दाउरा देखेको रहेछ। अनि ऊ चाहिँ केही नभनेर सिधै दाउरा दिन गयो हो। यत्रो ठुलो खोलामा पनि उठ्छ भने फेरि डर सर भने केही पनि छैन के। अनि मम्मी फेरि यता खोलामा भल अपनाको लागि जानु भयो। अनि मैले चाहिँ माछा फ्राई गर्नतिर लागेँ। अनि कस्तो तेल फर्क्यो झन्डै आँखामा लाग्यो। आमामा मेरो पनि कोही भइदिएको भए सायद मैले यो बालुवामा उसको र मेरो नेम लेख्थ्यो र। तर के गर्नु अब, नभएपछि अब आफ्नो मात्रै नेम लेख्नु पर्यो। अनि म चाहिँ गएँ साथीहरू दाना ओसार्नको लागि। अनि मैले चाहिँ यता सबै भरिसक्यो। अनि भरेर फेरि अब भित्र गएर चाहिँ अब तौलोहरू पनि सबै पखालिदिएँ। अनि सब साफसुफ पारिसकेपछि म चाहिँ गएँ दाना बोकेर एउटा के साह्रो गर्मी भएको हो साथी गाइजहरू। अनि म चाहिँ हात मुख खुट्टाहरू धुनतिर लागेँ। अनि म चाहिँ नाचेँ सैयानी देखा एसेमा। अनि म चाहिँ सबै दानाहरू ओसारिसकेपछि साथीहरू म चाहिँ यो सानो धारामा गएँ। अनि यताको पानी चाहिँ एकदम धेरै चिसो आउँछ क्या। अनि म यता बसेर चाहिँ म हात मुख खुट्टाहरू धुनतिर लागेँ। 1 मिनट 30 सेकेन्डमा पानी पुरिसक्छु भनेको त सकिन हौ साथीहरू। जब बार्दा पनि 3 जना भएर हामी चाहिँ गयौँ स्केट खेल्नको लागि। अनि स्केट खेल्दा त कस्तो झ्याउ पो लाग्यो हो, झन् कोही पनि थिएन त्यही माथि। अनि यस्तो गर्मी ज्याकेट लगाएर खेलेको त आम्मामा। धेरै मोबाइल हेरेर होला मेरो आँखा चाहिँ यस्तो भएको थियो। अनि मैले चाहिँ गिलासमा चिसो पानी राखेर चाहिँ मैले चाहिँ आँखामा लगाएँ, किनकि अब यसो गरेपछि आँखा शीतल हुन्छ के। अनि यता फेरि बहिनीले चटपट बनाएको रहेछ। अनि फेरि मलाई फेरि आज फेरि चटपटे पानीपुरीहरू एउटा खान मन लाग्दैन हो। अनि मैले चाहिँ उसाइने दिएँ। अनि मैले चाहिँ आधाको आधा खाएँ। अनि भाइ फेरि खोलादेखि जाल खेलेर आएको, अब खुट्टाभरि हिला बोकेर आउँछ हो। दिउँसो पानी नभरेर हामी चाहिँ गयौँ राति 10 बजे पानी जोत्नको लागि। यस्तो निद्ला थियो। अनि यही ठाउँमा छुट्टिन्छ हो पानी फेरि बढी जस्तो झ्याउ लाग्ने। अनि आधा घन्टा बसिसकेपछि हामी चाहिँ घरतिर फर्क्यौँ। बाई।